नमस्कार साथीहरू, सबैमा म चाहिँ मलेसियाबाट यस रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोध विरुद्ध जनताको हस्ताक्षर अभियान जुन चाहिँ अहिले चलिरहेको छ त्यसलाई हामी स्वदेश तथा विदेशमा रहेर देशप्रति माया गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूले यो अभियान चलाइरहनु भएको छ र हामी परदेशमा भए तापनि हामीले पनि रवि लामिछानेप्रति उच्च सम्मान साथ उहाँलाई चाहिँ राज्यले प्रतिशोध साधेको छ हैन। झुटा मुद्दा लगाएर जुन किसिमको अहिले उहाँलाई अन्याय गरेको छ त्यस विरुद्ध हाम्रो पनि एक हस्ताक्षर अभियान हामी पनि मलेसियाबाट मैले चाहिँ हाम्रो कम्पनीको केही भए पनि अभियान चलाइरहेको छु। जो चाहिँ देशलाई माया गर्नुहुन्छ, रवि लामिछानेप्रति प्रेम गर्नुहुन्छ, रवि लामिछानेले साँच्चीकै अन्याय भएको छ भन्ने दिलबाटै सोच्नुहुन्छ भने त्यस्तो व्यक्तिहरूलाई चाहिँ मैले यो अभियानमा जोड्ने प्रयास गरिरहेको छु। अनि यदि तपाईहरूले देशलाई माया गर्नुहुन्छ, रवि लामिछाने साँच्चीकै हिँडाइमा पर्नु भएको छ र राज्यले प्रतिशोध साधेकै हो भन्ने तपाईलाई लाग्छ भने तपाईले पनि यो अभियानमा साथ दिन सक्नुहुन्छ। मैले चाहिँ अहिले अलिकति फर्म चाहिँ 4-5 सेट चाहिँ अलरेडी भइसकेको छ हैन साथीहरू। सो यो चाहिँ अलरेडी भइसकेको छ, 5 सेट चाहिँ मैले गरिसकेको छु र यो अभियानलाई मैले हाम्रो सन्डे बिदाको दिन छ त्यतिन्जेलसम्मलाई निरन्तरता दिनेछु, कतिसम्म पुग्छ हैन। सो सबैलाई देशप्रति माया गर्नुहुने सबैले यो अभियानलाई अगाडि बढाइदिनु हुन म अनुरोध पनि गर्न चाहन्छु।